केटीहरु भेट्छ कि भनेर टुरी पार्कतिर बिहा है मोबाइल झर्यो कन्टेन्ट Sweater, cut off, yeah. Al made it special. Just beats to the dirty. सन्देश आइरह हामी अब यहाँ कहाँ पुग्छ हेर्दै जानु होला सन्देश आइरह के छ के बस्यो त्यो खोइ के बस्यो सन्देश भएर यो डन कहाँ जानु लाग्यो सन्देश हामी यसो केटीहरु भेट्छ कि भनेर टुरी पार्कतिर अयो अब तेल सापटी मागेर गाइस 100 रुपैयाँ त्यो भयो 100 रुपैयाँ त्यो भयो म 100 रुपैयाँ पनि छैन हो क्या फेरि यति भइसक्यो आजलाई 15 बिहा है 15 बिहा है त्यसले खाजा गाइस इनफ त्यसले मोमो आउँछ है म मात्र 5 प्लेट मात्र 5 ले 5 प्लेट ल अब हामी जान्छौँ तेल हालेर जाने नि पहिला पेट्रोलहरू खाएन साथीहरूले तस कति मसँग 200 ट्याङ्की माथि माथि छु सन्देश कस्तो छ साँच्ची ओइ कति उडे हेलो गाइज हामी चाहिँ अहिले वनको बिचमा आएर बसिरहेको छौँ सन्देशमा मुख धुन पर्यो अरे भनेर खोलामा भाले हेलो गाइज हामी चाहिँ अहिले सोलेबाट मासतिर जाँदै सन्देश अगाडि गइसक्यो होइन हामी दुईजना पछाडि हामी चाहिँ खै कहाँ डाँडातिर आइयो बाटो चाहिँ हो जस्तो लागिरहेको हामी चाहिँ डाँडातिर चिसो हावा खाँदै होइन बेत्रावती सब देखेर फोटो खिच्ने ल यता हेर्न त हेर्न उता पारी पनि क्या दामी हो गाउँ बाइक त किन्न पाउनु मोबाइल किन्न पनि भइरहेको हन्डा अरे के बाइक हो यो कुन चाहिँ बाइक होन्डा कम्पनीको होला यता हैन मेरो त बाइकको त्यहाँ आएको रहेछ ओ यहाँ आइए क्रस फायर क्रस फायर गरेर हिँड्नु उड्छ है फेरि साउगाउँमा आएर रेस्ट साउले फोटो खिचिरहेको फेरि स्माइल दिएर फोटो खिचेको केटाहरू अब राम्रो खिच्न मुजी यति मात्र गरे राम्रो त पहिला फोटो खिच्न अनि मात्र फोटो खिच बुझ हामी चाहिँ अफरोडमा स्कुटी राम्रोसँग उक्ले होइन अफरोड बिस्तारै उकाल हाम्रो राइडरहरू यस्तो खतरा हुँदा मलाई किन चाहियो जस्तो बाटो भयो नि उडाइहाल्छ नि फेरि अफरोड आइसक्यो अलिक धेरै नै माथि आइसक्यो अफरोड हो गाइस विक्रम झन्डै झरेको ल क्रस चाहिँ धोका दिइहाल्यो नि ओ आमामा साथी चाहिँ फेरि डेन्जर कुरा छ है ओपा ओइ मलाई त यार छोडेर हिँड्यो बाटो के गरे हो डाङडाङ र डुङडुङ हालिदिएर यार बाइक अलि हात बसायो त्यसको
त स्कुटी चाहिँ दामी चलाउँछ खै कहाँ आइपुग्यो यार आइराख्यो टुडी पार्क हुनु चाहिँ कहाँ हो खै यत्रो माथि आइसक्यो है हो नि मा मेरो भिडियो बनाइदियो नि त ओइ टुडी ट्रन्डीको चित्रो म त झऱ्यो कन्टेन्ट त्यो कुन ठाउँ हो हेर्नु होला ए बटार देखिरहेको छ यार यहाँ भिडियो बनाइरहेको अनुहार कतिलो नभए नि तर भिडियो चाहिँ बनाउनु पर्यो है हामी चाहिँ हिरो भएर आइरहेको केटाहरूसँग स्कुटी ड्राइभर चाहिँ हत्रा हालिदिनु हामीले त 2 बजी हामी कतिखेर हिँड्ने हो थाहा भएन तर धेरै नै बेर भइसक्यो होइन सक्नु बिस्तारै नि है बिस्तारै हेर्न सक्नुहुन्छ पानी पर्छ अगाडिबाट चाहिँ लोद्धु यही रोड नछोडी हुने हो त्यसले नउक्लिएर त्यसले धकाएर झाली फेरि नहिँड्ने तनाएर हेर्थे हिँडिरहनु पर्यो कता हो कस्तो लाग्यो सधैँ सगुन कस्तो लाग्यो एकदम बोबा अप्रोड आयो केटा अप्रोड बिस्तारै सगुन पऱ्यो आयो कि कता हो आयो भन्ने मात्र हो स्कुटी ड्राइभर उठ्यो त्यसो त कस्तो भयो सन्देश कस्तो भयो दामी तिरिमेरी हो ओइ अँध्यारो भएछ कता हो म हामी चाहिँ गाइज खतरा ठाउँमा आएपछि अलिक घामदार चाहिँ खतरा भइरह होइन यहाँबाट देख्ने भ्यू यही हो कहाँ टाढो देखेर होला होइन तर मजा आइरह हामी चाहिँ काफल खाना लगाइरहेको छु साथीले यहीँ रहेछ ए भात दियो त यो तानेर फेरि खोज्यो मलाई नि ल नतान मान टिपेर त झरिसक्यो बिस्तारै आएर बिस्तारै अड्किन सक्छ थोरै खाऊ न क्या गुलियो औसेलु यसरी चढ्यो यो क्यामेरा त दामी हो त है चिक्रेको नि चिक्रेको त आइफोन आइफोन जस्तै रहेछ चिक्रे मुझे बाँदर भर्खर 2 बजी यार के मतलब हामी अब कहिले पनि पुग्दैन जस्तो छ है यसै हो यस्तो हेर्दा त ऊ त्यो रोडमा पुग्छ त्यो रोड हो हाम्रो स्कुटीको हालत लोद खराब है बाइक यस्तो भयो 20 बाटोमा पेट्रोल सक्यो भने चाहिँ फक्ड अफ हुन्छ है 20 बाटोमा है पेट्रोल चाहिँ सकिनु भएन हामी चाहिँ अब कपरेट हिँड्दा होइन गाई सकौँ उहाँसँग त्यो प्लास्टिक जब हामी हिँडिरहेको गाई यसरी हामीलाई सब्सक्राइब गरिदिनु होला टक्क लाएर गाई नि कता जानु मन भइरहेको समुना लास्टै यसरी गयो यो गोरुले हान्छ भनेर मान्छे चाहिँ भागी होइन पहिला लिएर जानु सगुन त यार उता कुनातिर भागेर मेगाङ है भाग्छ यार सगुन त भाग्दिने यार अहिले देखाएको ठाउँ चाहिँ घर होइन रहेछ है गाई यो तरकारी फलफुल के रोपे हो गोलभेडा सोलभेडा गाई हामी चाहिँ अब आइपुगिसक्यो यहाँ माथितिर डाँडामा राम्रो बाटो आइरह यहाँ पिच रोड नभए नि तर मजा आइरह अघिको भन्दा चाहिँ होइन चिसो हावा आएर टक्क हिँड्न मजा आउँछ होइन गाई बाइकको हालत चाहिँ यस्तो छ होइन कस्तो छ तर ठिक छ स्कुटीको हालत ल ठिक छ भाइ ठिक छ सकुन भ्यूको मजा लिख्नु होला तपाईँहरू घुम्न नपाउने भ्यू चाहिँ हेरिदिनु होला तपाईँहरू घुमेर जस्तै भइरहेको होला अहिले त हामीले देखाइरहेको नि हामी चाहिँ आइपुग्यो जस्तो छ टुरिस्ट पार्क तर नजिकै छ अब चाहिँ धेरै नै
यहीँ वनको बिचमा होइन टक्क राम्रो छ के राम्रो दामी मान्छेहरू नि आएको जस्तो बाइक पनि छ यहाँ काम गरिरहनु भएको रहेछ लालीगुराँसको बोट तर लालीगुराँस छैन अहिले यति पाखा हामी बिस्तारै हिँड्दैछौँ होइन मान्छेहरू हिँडेर कता जान्ला हो पछाडिबाट हर्न बजाइरहेको साथीहरूले आइपुग्यो यहीँ राखेको नि हुन्छ कि के हो हामी चाहिँ आइपुग्यो आइपुग्यो त हामी त सन्देश हामी आइपुग्यो सन्देश आइपुग्यो त हामी त के आइपुग्यो त सन्देश आइपुग्यो टिटिट गरेर बसिरहेको मुर्दो आइपुग्यो है सगुन मुर्दा दामी है हामी चाहिँ आइपुग्यो केटा हो राइडर उताइलिएर त अलिक उताइलिएर त जाने बाटो ठाउँ छ अलिक फोटो खिच्नु पऱ्यो हामी चाहिँ गएर होइन केटा हो उताइलिएर त उता हामी आइपुग्यो केटा हो अझै के बनिरहेको रहेछ यहाँ बन्नुपर्ने चिजहरू ल स्कुटीमा चढाइदियो किन चढाउने अहिले फोटो खिच्नु अहिले लिएर जाँदा अहिले जाउँला होइन खोइ चाबी टुरी पार्क कस्तो लाग्यो शकुन्तलाई यत्रो बेर लाग्यो कस्तो लाग्यो भन्न यता हेरेर वर्षित छ कि छैन हेर्नै पर्छ अब उहाँ माथि नि एउटा भ्यू हेर्ने कुरा कस्तो लाग्यो सन्देश ठिकै छ यो ठाउँ भनेको डेटिङ आउने होइन सिर्फ यो ठाउँ भनेको घुम्न साथीभाइसँग यस्तो बाटोमा गस्नु लिएर आयो भने त फर्काउँछ को मान्छे सकुन है ल हामी टक्क यहीँ पनि हिँड्नु गाई त्यस्तो दामी राम्रो चाहिँ रहन्छ होइन ठिकै अब आइसक्यो राम्रो त भन्नै पऱ्यो हो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो हेर्नु त भिडियो चाहिँ 1-2 घन्टाको चाहियो कहाँ बस्ने माथि गएर बस्नु न जाने उता भिडियोमा ल्याउँछ ल रामेको बान खुट्टा झन्डै लडे लाटा बिग्रम यसबाट पछाडिबाट भिडियो खिचेँ ल गए फोटो बनाइदिएँ फोटो खिचेँ हल्का मुनि बसेर है बोक बोक्न मुनि त्यहाँ भिडियो बनाएर होइन यो मूर्ति सगुनको साथी यसलाई नि रमन त नभन्नु मुर्दाले फेरि सराबला नि ह्यान्डसम भनेर सगुन होइन टक्क लाएर यस्तो पारेर होइन यस्तो पारेर यहाँ यस्तो ठाउँ बन्नु भने त राम्रै हुने है यतिको ठाउँ बन्नु हुने यहाँ माथि आइपुग्यो दामी खोइ काफल काफल खान जाने हो म यहाँबाट भिडियो बनाएर राखिदिन्छ नि खान्छौँ न हामी काफल खानु गइरहेको होइन देखाएको होइन कता हो देखिरह हामी काफल खानु गइरहेको होइन आउँछ आउँदैन क्या भाइ चाहिँ काफल टिपिरहेको हाम्रो त सन्देश भाइ जङ्गलको बिचमा दामी है हामी चाहिँ माथि हेरेको छौँ होइन लालीगुराँस ओमा लालीगुराँस ठिक छ सन्देश त्यही त हो नि कस्तो छ सन्देश दामी हामी चाहिँ यहाँ जाँदैछौँ
1 घन्टा नि बस्यो के 1 घन्टा बसेन है अहिले हामी यहाँ फोटो भिडियो बनाएर बसिरहेको थियौँ हैन हो सगुन के टिप्ने नि कपाल उद्या मान्छेले टिपिरहेको खोइ उद्या भित्र गएर टिपिरहेको थियो आन्टीले टिप्ने सकुन त हामीलाई खाना त टिप्न जिस्क्या नि कि हामीलाई खाना टिप्नु त हामीले यहाँ फर्क्यौँ भने गाइज बनाएर खाने यिनीहरूले चाहिँ यसरी हेलमेट छोडिदिन्छ अनि फेरि आउँछ क्या यिनीहरू हामी चाहिँ टुरी पार्कबाट फर्कियो होइन त्यही हो ऊ सगुनको मिट भाटामा गएर बस्यो ल हामी एकछिन भेटौँ हामी हेलो गाइज हामी चाहिँ यहाँ टुरी पार्कबाट फर्किँदैछौँ भाइ साथीहरू यहाँ छ हामी यहाँ फर्क्यौँ होइन ल ओ यहाँ पौडी खेल्न नि मिल्थ्यो होला मिल्यो त ओ यहाँ पौडी खेल्न नि मिल्थ्यो होला मिल्यो त मिल्थ्यो होला तर हामी नखेल्ने पानी नि लियो के अरे लियो लगाइरह अनि कहाँ ल अर्कोचोटि चाहिँ मिल्यो भने खेल्नु ल कहिले आउने सँग कस्तो लाग्यो एकदम बवाल यो ट्रिपमा 2 घन्टा त हिँड्यो है 2 घन्टाको लगभग तर गुड प्लेस हेभन जस्तो लाग्यो आउनु होला तपाईँहरू पनि या राम्रै लाग्यो यत्रो बाटो आयो तर राम्रै लाग्यो राम्रो लाग्यो गाइज हामीलाई बाटो राम्रो लाग्यो के अरे घन्टा राम्रो लाग्यो ओ यो सँग यति हुनसक्छ आजको लागि ओ यो भिडियोको लागि यति गरिदिउँ है गाइज आजको लागि यति नै सब्सक्राइब गरिदिनु होला धेरै सब्सक्राइब राम्रो लाग्छ सब्सक्राइब गरिदिनु होला है सब्सक्राइब गाइज यिनीहरूले मुति राख्यो होइन ओ गाइज यिनीहरूले मुति राख्यो अब मुत्यो ल आजको लागि यति नै सब्सक्राइब गरिदिनु होला भन् त सगुन केही सब्सक्राइब हाम्रो मिलनलाई हाम्रो विक्रम सरलाई सन्देश माया देखाइदिनु चेल लाउँदैछु गाइज ल आजलाई यति नै पिस